आजको दुनियाँमा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स केवल कम्प्युटरभित्र सीमित छैन। अब यो हाम्रो जीवनको हरेक कुनामा छिर्दैछ। खाना पकाउनेदेखि सवारी चलाउनेसम्म रोबोटहरूले मान्छेले गर्ने कामहरूलाई गर्न थालिसकेका छन्। पहिले हामीले च्याट जीपीटी वा फोटो बनाउने एपहरूमा देख्थ्यौँ, अहिले त फिजिकल वर्ल्डमा एआई आइसकेको छ। नेपालका लागि यो अवसर हो। हामीसँग युवा जनसङ्ख्या छ, सिक्न चाहने ऊर्जा र प्रविधि अपनाउने क्षमता। यदि हामीले अहिलेबाट एआई सिक्न सुरु गर्यौँ भने हामीले केवल रोजगारी पाउने होइन, नयाँ किसिमका कामहरू सिर्जना गर्न सक्छौँ। एआईले पुराना प्रणालीहरूलाई चुनौती दिन्छ र नयाँ समाधानहरू ल्याउँछ। नेपालले यो प्रविधिलाई आत्मसात गर्न सके हामीले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउन सक्छौँ। अब समय आएको छ एआईबाट डराउने होइन, सिकेर देश बनाउने। नेपालका युवाहरूले यो प्रविधिलाई आफ्नो शक्ति बनाएर केवल आफ्नो भविष्य होइन, देशको भविष्य पनि निर्माण गर्न सक्छन्। हामी पछाडि होइन, अगाडि बढ्न सक्छौँ। यो प्रविधि यदि राम्रोसित युज गर्यो भने अगाडि बढ्न एकदमै सजिलो छ। हामी सबैले यो प्रविधिलाई आर्टिफिसियल इन्टेलिजेन्सलाई युज गर्न सुरु गरौँ। थ्याङ्क यू।